हेलो फ्रेन्ड्स, नमस्ते। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ भिडियोमा। हेलो, म फर्स्ट टाइम काठमाडौँ आएको छु अनि म मुस्कुक्क मुस्कुराएको छु भन न के गरेको हो। हेलो गाइज, म फर्स्ट टाइम काठमाडौँ आएको हो अनि म फन पार्क जाँदैछु। फन पार्क गएपछि कस्तो हुन्छ ल हेरौँ है। हेलो गाइज, अब यिनी के खेल्छिन् है, भिडियो बनाउँछु म। खेला न तिमीलाई जे जे मन लाग्छ। ल अब चाहिँ यहाँ नानी स्लाइड खेल्न थाल्यो। एक्लै भयो कि सानी आएको मान्छे आयो हुन्छ नि। कस्तो लागिरहेछ आज चाहिँ खासै भिड रहेनछ। पोज हेरौँ त तिम्रो गर त। हावा लगाइरहेछ अनि चाहिँ बसेका नानी खेलेको। बोल न दिदी फेरि कस्तो लागिरहेछ 12 वर्षपछि काठमाडौँ आउँदा हजुरलाई। 12 वर्षपछि काठमाडौँ आउँदा मलाई एकदम राम्रो लाग्यो। उहाँ चाहिँ मेरो जेठानी दिदी 4th नम्बरको। ल हामी अलि धेरैजना छौँ के 4th नम्बर। यहाँ चाहिँ हाम्रो फोटो सेसन हुँदैछ अनि यहाँ चाहिँ हाम्रो नानी यसरी गाडी खेल्दैछ। केही हुन्न, भाइ पनि खेलेको हो कि नडराउ। अब चाहिँ हामी घुमेर अब निस्किन लाग्यौँ। अब चाहिँ हामी जूतिर जान्छौँ। उहाँ चाहिँ रिसाएर बबल गन किन्न नपाएर रिसाएर फोटो खिच्न नि मान्नु भएको छैन। उहाँको फेस हेरौँ साथीहरू। हामी जूमा आयौँ गाइजहरू। मलाई त्यस्तो निन्द्रा लाग्यो जस्तो भएर पुरा घुमाइदिएर बाटो लाग्यो अरे गाडी लाग्यो। हाम्रो बिबिसा फेरि उहाँ रिसाएर बस्नुभएको छ। आउँदै हुनुहुन्छ ल। अझ यसरी बोटिङ खेलिराख्नु भएको छ। ल यहाँ चाहिँ अब चितुवा हेर्दैछौँ साथीहरू हामीले। यो चाहिँ स्याल। यहाँ जूमा घुमघाम गर्दैछौँ। अब चाहिँ हाम्रो नानी रिसाइसिन् र साथीहरू ह्याप्पी भइसक्यो। मयूर साथीहरू भाले मजुर हो नि। ए त्यो तलको ए त्यो चाहिँ त्यो चिज देख्दाखेरि एउटा ठ्याक्क लगाएर कलेज पढ्दाको याद आयो। के भन्दाखेरि हामी चाहिँ 4th इयरमा मैले मार्केटिङ लिएको थिएँ कि अनि हामीलाई चाहिँ घुमाउनुको लागि यता भैराभन्दा अगाडि ठाउँको नाम चाहिँ एक्ज्याक्ट याद आएन होइन। त्यहाँ लिएर जानुभएको थियो क्या सरहरूले होइन। त्यही गरेर हेरेको याद आयो गाइजहरू। मेमोरी रिकल्स। यहाँ चाहिँ हाम्रो नानीले हात्ती हेर्दैछन् साथीहरू। ओ पानी पर्यो कोइरालाई हेरौँ त हेर्न पाएको हात्ती गाई चाहिँ पाएको होइन। यसलाई देखेर यति एक्साइटेड भएछु कि म यसलाई त म हात्ती भन्दिनँ। तिम्रो बाघलाई हेरेर कस्तो अनुभव भइरहेको छ अनि त्यही माथि पानी परिरहेछ के फिल भइरहेको छ तिमीले बाघलाई फर्स्ट टाइम देखेको होइन यसरी कस्तो लाग्यो त बाघ त्यो एङ्गोमा हिँड्दा झ्याउ लाएर अब चाहिँ हामी हिँड्दै घर जाँदैछौँ हामी नजिकै छ नि त नि एक्सर्साइज जस्तो हुन्छ कुरमुरे खाँदै बसेर दिदी अलिक मोटाउनु भयो दुब्लाउनु हाल्नु पऱ्यो कि मेरो चाहिँ अलिक कुरा नगर यहाँ फेरि लेस खाँदै हुनुहुन्छ तर हामीलाई दिनु। मैले खाजा बनाउनु लागेको छु चाउमिन गाइजहरू। हाम्रो यो चाउमिन पनि बनेर रेडी भयो साथीहरू। के कस्तो बनेको छ यता प्रतिक्रिया लिँदै गरौँ ल। यहाँ चाहिँ अब चाउमिन पार्टी हुँदैछ। कस्तो बनेको छ यसो भन ल बिबिसा। कस्तो छ मेमोस? अब चाहिँ हामी फेरि खाजा साजा आएर रेडी भएर फेरि हामी जाँदैछौँ धरारा। नक्कल पारेर राम्री भएर अघि नै चाहिँ रिसाउनु भएको थियो अहिले चाहिँ रिसाउनु भयो कि नै फेरि एकछिनमा केही किन्दैन भने उहाँ फेरि रिसाउन सक्नुहुन्छ। हामी टिकट काट्यौँ साथीहरू। टिकट छ अब टिकट दिएर त्यसरी इन्ट्रान्स हुन्छौँ ल। फर्स्ट टाइम आएको साथीहरू धरारा होइन बनिसकेपछि उहाँहरूको नि फर्स्ट हो भिजिट। ल
ल चाहिँ यस्तो छ साथीभाइहरू, यस्तो छ। फाइनली अब धरहरा चढ्न लागेको छौँ। ल फेवाताल भन्छन् कसैले। यस्तो रमाइलो भएको छ साथीहरू है, फर्स्ट टाइम हो हामी चाहिँ। अनि यहाँ चाहिँ मेरो नानी छिन्, छोरी, सबको फर्स्ट टाइम है। हामी चाहिँ फर्स्ट टाइम गर्दैछौँ चाहिँ। हाम्रो नानी जाँदैछौँ, लिफ्ट चढ्न लागेको छौँ। जाँदा चाहिँ लिफ्टमा जाने भनेर, आउँदा चाहिँ अब हिँड्दै आउने भनेको। यहाँ दिदीले हो, म त हिँड्दै हिँड्दै जाऊँ, यसो एक्सर्साइज पनि हुन्छ। गाइजहरू कति मिठो आमा लागिरहेको, उहाँले जान्छ क्रेडिट, उहाँ हिँड्न नसकेर बोलाएको है। जाएको छ दाइलाई मिस गरे जस्तो छ। हैछ गाइजहरू भनेर टाउको हल्लाउने हुनुहुन्छ। हाम्रो भुन्टी छिन् कस्तो सरर हावा लाएर हाम्रो कपाल बहुत दुष्करी हावा लागेको छ। म चाहिँ काठमाडौँको धरहरामा छु अहिले। अझै यहाँ सबजनाको फर्स्ट टाइम हो। मेरो बेबी चाहिँ यहाँ अगाडि छिन्, यसरी बसिरहेको छिन्। यो मेमोसाठी लिफ्ट गएको थिएँ। यसरी भ्यू हेर्दै साथीहरूले कस्तो राम्रो देखेछ। चित्र बनाए जस्तो देख्यो भने लाइट पुरै हेर न, यत्रो नजारा हेर न, लाइटमा त नहेरेको सबै हेर न, चित्र बनाए जस्तो देख्यो। रातिमा त झन् यस्तो राम्रो भ्यू आउँछ साथीहरू। जाने बेलामा चाहिँ, चढ्ने बेलामा चाहिँ लिफ्टबाट चढेको थियौँ। अहिले झर्ने बेलामा चाहिँ यसरी स्टेयरबाट झर्दैछौँ भन्नाले भर्याङबाट। हाम्रो नेपाली भाषामा अब इङ्ग्लिस ठ्याट कुरा गर्दा चाहिँ स्टेयरबाट झर्दैछौँ गाइजहरू। यहाँ चाहिँ हाम्रो साथीभाइहरू पनि पछाडि आउँदै हुनुहुन्छ। हेर्नु हजुरहरूले ए हाम्रो मेरो भाउजू आउँदै हुनुहुन्छ पछाडिबाट। कहिले भाउजू कहिले जेठानी दिदी। अब यसरी होइन झरेर घुमेर बाहिर निस्क्यौँ, तर कहाँ हिँडेको भन्ने थाहा छैन, परिरहेको छ होइन। अनि हामी चाहिँ यहाँ हिँडेछौँ, तर हामी हरायौँ क्या गाइजहरू। साथीभाइहरूले यहाँ रोटी खाँदैछन्। हाम्रो यहाँ चाट आयो साथीहरू, हेर्दा चाहिँ मिठो छ। हाम्रो हिरोले चाहिँ जहाँ गयो नि चिया नै नछोड्ने के, चिया पाए केही नचाहिने त गाई। दिदीले अब पुस्तकारी छुट्टी किनिदिएको हुन्छ।